एकजना हुनुहुन्थ्यो जसको नाम रहेछ सत्राजित। ध्यान दिनुहोस्, चरित्र सुरु हुन्छ यहाँ। एउटा सत्राजित नाम गरेका हुनुहुन्थ्यो, सूर्य भगवानका उपासक अरे है त। सूर्य भगवानलाई सधैँ अर्घ दिनुहुन्थ्यो, सूर्य भगवानको उपासना गर्नुहुन्थ्यो। अनि सूर्यले प्रसन्न भएर नि ती सत्राजितलाई एउटा मणि दिनुभएछ। त्यो मणिको नाम रहेछ स्यवन्तक मणि। बुझ्नुभयो? स्यवन्तक मणि। अनि त्यो स्यवन्तक मणि दिनुभयो सत्राजितलाई। त्यो मणिको बहादुरी चाहिँ के थियो भने 8 भार स्वर्ण मुद्रा दिँदो रहेछ प्रत्येक दिन, धेरै स्वर्ण मुद्रा। अनि त्यो सुन भनेको त अब सम्पत्ति हो होइन? अब सम्पत्ति प्राप्त भएपछि यिनीले त्यो सम्पत्तिको सदुपयोग सायद गरेनछन्, अथवा एक दिन त्यो स्यवन्तक मणि धारण गरेर तिनी सत्राजित जानुभएछ द्वारकापुरीमा। द्वारकापुरीमा सत्राजित जानुभयो। सबैले भने यस्तो यस्तो विषय छ। द्वारकाधीश भगवान श्री कृष्णले के भन्नु भएछ भने नि, के भन्नु भएछ भने, हे सत्राजित, धेरै धन भयो भने पनि त्यति राम्रो होइन। अब सधैँ 8 भार सोना, यो त परोपकारमा पो लगाउनु पर्छन् त धन। यसले जगतको कल्याण गर्नु पर्छन्। ती द्रव्यहरूले गर्दा बाटो बनाऊ, कुवा खनाऊ, विद्यालय बनाऊ, जगतको उपकारका लागि गर्नुपर्छन्। एकै ठाउँमा राखेर धेरै बनाएर के हुन्छ हे सत्राजित? राजकोषमा जम्मा गरौँ अनि त्यसले सबैको प्रजाहरूको उन्नति गरौँला भनेर भगवानले सल्लाह दिनुभयो। सत्राजित त मान्नु भएन, मान्नु भएन। घरमा आउनुभयो। एक दिन के भयो भने उनका भाइ रहेछन् प्रसेन नाम गरेका। ध्यान दिनुहोस्। अनि ती प्रसेन तो मणि अब चमक चमक टल्किँदो रहेछ, सबैलाई लगाउने इच्छा। ती भाइले गलामा लगाउनु भयो। अनि जानुभयो घोडामा चढेर हिँड्दा हिँड्दै त्यो मणिलाई देखेर एउटा सिंहले आक्रमण गर्यो। ध्यान दिनुहोस् है, सिंहले आक्रमण गर्यो। पहिला त त्यो घोडालाई वध गरेछन् ती सिंहले। अनि त्यसपछि घोडा वध गरेपछि प्रसेनलाई नै वध गरेछन्। अनि त्यो मणि मुखमा लिएर जाँदै रहेछन्। उता त सिंहसँग एउटा भालुको युद्ध हुन्छ, अथवा जाम्बवान पनि भनिन्छ होइन? तिनी जाम्बवानले आएर त्यो सिंहलाई वध गर्नुभयो। त्यो मणि आफूले लिएर जानुहुन्छ। जाम्बवान जान्नुहुन्छ नि? भगवान श्री रामचन्द्रजीको युद्ध भएका बेला किष्किन्धापुरीमा बस्नुहुन्थ्यो। अनि रामचन्द्रजीको यहाँ युद्ध भएका बेला लङ्कामा उहाँ पनि जानुभएको थियो सँगसँगै। परम भक्त हुनुहुन्थ्यो। एक दिन भन्नुभएको रहेछ, हे रामचन्द्रजी, तपाईँले युद्ध गर्न हिँड भनेर किष्किन्धादेखिबाट यहाँसम्म आयौँ, लङ्कासम्म। अनि हातको चिलाइ मेटिएन। उता अलिक बलवानहरूलाई लक्ष्मणले वध गर्छन्, अझै ठुलो आयो भने तपाईँ भन्नुहुन्छ म वध गर्छु भनेर। मैले त जुद्धै गर्न पाइनँ त भन्नुभएछ। मलाई युद्ध गर्ने वरदान दिनु भन्नुभएछ। अब कोसँग युद्ध गर्छौ त? भगवान भन्नुहुन्छ तिमीसँग युद्ध गर्न म आफै आउँछु भइगयो। आज हेर्नुहोस्, भगवानको दर्शनको आशाले आज जाम्बवान एउटा गुफामा बसेका छन्। अनि त्यो सिंहलाई वध गरेर त्यो जुन मणि थियो नि, स्यवन्तक मणि लिएर गएछन् त्यही गुफामा लिएर गएपछि उता के भयो भने त्यो गुफामा त उनकी एउटी कन्या हुनुहुँदो रहेछ, जाम्बवती नाम गरेकी।
बुझ्नुभयो? जाम्बवती नाम गरेकी जाम्बवानकी कन्या हुनुहुन्थ्यो, त्यो मणि लिएर जानुभयो। अब बालकले यसो खेलाउँछन् अथवा कन्याले खेलाउँछिन् भनेर त्यो मणि उनलाई दिनुभएछ, छोरीलाई दिएपछि अनि त्यो मणिसँग छोरी कहिले माथि उचाल्दै अनि धर्दै, कहिले यता फ्याँक्दै कहिले उता फ्याँक्दै, जता जान्छ उज्यालो हुँदो रहेछ मणि। त्यसैसँग खेलेर बस्नु हुँदै थियो। यता के भयो भने ती जुन सत्राजित नाम गरेका थिए, उनकी कन्या पनि एउटी थिए, सत्यभामा नाम थियो उनीको। ध्यान दिनु। अनि घरमा कुरा चले, प्रसेन घुरेर आएनन्, धेरै दिन भइसक्यो। ती प्रसेन घुरेर घर आएनन्। घरका भाइ, मणि पनि छैन, घोडा पनि छैन, भाइ पनि छैनन्। उनीले भनेछन्, मलाई कता कता शङ्का लाग्छ, कहीँ द्वारकाधीशले त यो मणिका लागि भनेर मेरो भाइलाई वध गरेनन् भनेर नभएको बन्दाम लगाएछन्। जुन काम उनीले गरेकै थिएनन् द्वारकाधीशले, त्यो मिथ्या कलङ्क भन्छन् त्यसलाई, नभएको दोष आरोप आज लागो द्वारकाधीश भगवान श्री कृष्णलाई। अनि कर्णै जपञ्जना भन्ने शब्द आउँछ, यहाँ श्लोक आउँछ एउटा। त भनेको के त भन्दा उनले चाहिँ आफ्नी पत्नीलाई खुसुक्क भनेछन्। अब राजाको कुरो, द्वारकाधीशको कुरो सबैलाई भन्नु पनि भएन, प्रमाण छैन, तर पनि आफ्नी पत्नीलाई खुसुक्क भनेछन्। माताजी पानी पर्दैछ भने टपक टपक अलिकति अगाडि सरेर बस्नु। भक्तवत्सल भगवान की। यति धेरै बसेका छौँ, जयकारा चाहिँ बिस्तारै लगाउनुहुन्छ। जाम्बवती माता की। आज भगवान श्री कृष्णलाई मिथ्या कलह लाग्यो। अनि कारण चाहिँ के थियो भने आफ्नी धर्मपत्नीलाई खुसुक्क भनेका रहेछन्। म अस्ति गएको थिएँ द्वारकापुरीमा, तिनी कृष्ण त के भन्दै थिए भने नि, यो मणि मलाई देऊ भन्दै थिए, जगतको उपकार हुन्छ भनेर भन्दै थिए। के म जगतको उपकार गर्न जान्दिनँ भनेर पो सोध्दा रहेछन् आफ्नी पत्नीलाई। मलाई त लाग्छ यो मणिका लागि मेरा भाइलाई पनि कहीँ लगे होलान्, यो मणि पक्कै द्वारकाधीशले लगेका छन् भनेर आफ्नी पत्नीलाई भनेछन्। पत्नीले पनि कसैलाई नभन्नु है भनेर अर्की एउटीलाई भनिहाल्नु भएको छ है त। कसैलाई नभन्नु भनेर कुवामा पानी लिन जानुभएको थियो, सँगै पानी उगाउन आउँदा अर्कीलाई भन्नुभएछ। उनले पनि त्यसै गरी कसैलाई नभन्नु है यो कुरो, तर यस्तो अरे नि मणि त छैन अरे नि, सत्राजितका घरमा त मणि छैन अरे, सुन उत्पन्न हुन छोडो अरे। पहिला त एक त ईर्षा पनि हुन्छ अरे ती कुरा सुनाउनमा। यदि छेउछाउमा त्यस्तो खालको केही भयो भने, अर्काको छैन यदि भने नि, एकदम कुरा हुन्छन् अरे ईर्षायुक्त। अनि त्यस्ता वचनले गर्दा, ती कुराले गर्दा सबैतिर राज्यमा फिजियो जे द्वारकाधीशले नै प्रसेनलाई वध गरेका हुन्। प्रसेनलाई वध गरेका छन्। सेवन्तक मणि द्वारकापुरीमा छ। अब द्वारकापुरीमा पनि कसैले भगवानलाई भनिदियो यस्तो यस्तो हल्ला चल्दैछ है भनेर भगवान छक्क पर्नुभयो। ल नगरेको कर्म, मैले यदि सत्राजितलाई मणि राजकोषमा राख भनेर नभनेको भए त यो कलह नै लाग्ने थिएन, मैले किन बोलेछु भन्नुहुन्छ। चौथीका चन्द्रमाको एउटा सानो दृष्टान्त आउँछ। के भनिन्छ भने भगवानले चौथीका चन्द्रमा हेर्नु भएको थियो, बुझ्नुभयो? र त्यो चौथका चन्द्रमा हेरेपछि नि चौथीका दिन यसो केही गरेर कसैको साधारण उपद्रव भनिन्छ त्यसलाई, केही गरेर दोष लिनु अरे, केही भएन भने किनमा सानो डल्लो हानिदिनु अरे। ए कसले डल्लो हानेछ भन्दा दोष गइगयो, बुझ्नुभयो? साधारण कसैको बिगार्नु चाहिँ हुँदैन नि। फेरि चौथी भन्छन् होइन,
त्यो चौथीको चन्द्रमा दोषले गर्दाखेरि यो भएको भनेर भन्नुहुन्छ। अनि उता जानुहुन्छ भगवान श्री कृष्ण। हेर्नुहोस्, अब खोज्नु त पर्यो प्रसेन कहाँ गए, के हो रहेछ कुरो, नभए त त्यसै लागेको बदनाम अब लागिगयो। भगवान श्री कृष्णले सैनिकहरू धेरै लिएर जानुहुन्छ। प्रसेन कता गएका थिए भन्दा यता जान्दथे, यता गएका थिए भन्दा त्यही बाटो जानुहुन्छ। जाँदै जाँदै अघि पुग्दा त प्रसेनको शरीर पो भेटिन्छ, मृत शरीर, मणि छैन। अनि घोडा भेटिन्छ, मणि छैन। त्यही पाइलो इसारा गर्दै गर्दै त्यही पाइलै पाइला सिंहका पाइले हेर्दै हेर्दै जानुभयो। जाँदाखेरि सिंहको पनि शरीर भेट्नुहुन्छ, मणि छैन। अनि अझै अघि जानुहुन्छ, भालुका पाइला देखिन्छन्। ती भालुका पाइला त एउटा गुफातिर पो गएका रहेछन्। भालुका पाइला एउटा गुफामा गएछन्। अनि भगवान श्री कृष्ण त्यहाँ गएर सिधै गएर त्यो मणिलाई लिन खोज्नुहुन्छ। कोही आयो नचिनेको व्यक्ति भनेर यिनी जाम्बवानजीकी सुपुत्री जाम्बवती आत्तिनुहुन्छ, डराउनुहुन्छ र डराए पछाडि कराउनुहुन्छ। आत्तिएर कराउँदाखेरि आफ्नी कन्यालाई कसैले दण्ड दिन आयो, दुःख दिन आयो, शत्रु होला भनेर सोधिन खोजी जाम्बवानले गएर मुष्टिकाले पो प्रहार गर्नुहुन्छ। भगवान श्री कृष्णको पनि स्वभाव छ एउटा, कसैले शत्रु भनेर युद्ध गर्छ भने भगवान म भगवान हुँ भनेर बसिराख्नुहुन्न अरे, तिनलाई पनि प्रहारै गरिदिनुहुन्छ अरे। बुझ्नुभयो? कसैले भगवान भनेर फुल चढाउँछ भने आशीर्वाद दिनुहुन्छ अरे। बुझ्नुभयो नि? कसैले मेरा छोरा भन्दा भगवान भन्नुहुन्छ अरे, मेरी आमा भन्नुहुन्छ अरे। कसैले मेरा साथी भन्दा मेरा साथी भन्नुहुन्छ अरे उनलाई पनि। कुनै पिताले मेरा छोरा जस्तै छन् भगवान भन्दा मेरा पिता जस्तै हुनुहुन्छ भन्नुहुन्छ अरे, पिता बनाउनुहुन्छ। अनि कसैले मेरो शत्रु ला भनेर मुष्टिका हान्छ भने त मेरो शत्रु भनेर भगवान ला भनेर अर्को मुष्टिका बजाइदिनुहुन्छ। जो जस्तो भगवान त्यसका लागि त्यस्तै भइदिनुहुन्छ। आज यहाँ जाम्बवान, आज जाम्बवान भगवान भन्दथिए, परमात्मा भन्दथिए रामचन्द्रजीलाई, होइन? तर आज के भयो भने नखोजिकन उनले पनि मुष्टिका हाने, भगवानले पनि अर्को मुष्टिका दिनुभयो। मलाई पो प्रहार गर्ने भनेर अर्को मुष्टिका हाने, भगवानले अर्को मुष्टिका दिनुभयो। यसरी युद्ध चलो चल्दा चल्दै चल्दा चल्दै 27 दिनसम्म युद्ध चलेछ। बुझ्नुभयो? 27 दिनसम्म जाम्बवानको अनि भगवान श्री कृष्णको